हेलो गुड मर्निङ नमस्ते साथीहरू सबैजना सन्चै हुनुहुन्छ होला आई होप भन म पनि यता सन्चै छु आज पनि म आइसकेको छु सदाको चाहिँ डेली भ्लग लिएर यदि मेरो भ्लग हेर्दै हुनुहुन्छ भने यदि हजुरहरूलाई मनपर्छ भने प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला आज चाहिँ हामी जाँदैछौँ मेरो घर बुटोल बेलबासदेखि देवीनगरसम्मको यात्रा रहेको छ हामी चाहिँ अटो गरेर जाँदैछौँ मेरो छोरा चाहिँ यहाँ टल्ल परेर हेरिरहेको छ उसलाई चाहिँ गाडीमा यसरी हिँड्दा खुब मजा लाग्छ क्या अनि चाहिँ मजाले बस्छ अनि गाडी नि लाग्छ के अरे अनि सुत्छ क्या साथीहरू आजको यात्रा चाहिँ हाम्रो देवीनगरसम्म नभएर धेरै लामो हुनेवाला छ साथीहरू हामी कहाँ जाँदैछौँ त कति गर्मी हो कि बुटोलमा त अहिले पनि के र गाउँतिर त है चिसो छ तर बुटोलमा चाहिँ दिउँसोमा घाम लागेको बेलामा हिँड्दा चाहिँ एकदम गर्मी नै हुने रहेछ पसिनै नै आयो के अरे आज चाहिँ हामी के अरे दिल्ली जाँदैछौँ यो त हजुरहरूलाई थाहा नै छ साथीहरू के अरे त्यसको लागि अब मेन भनेको अब इन्डियातिर दिल्लीतिर जाँदा अब नेपालबाट जानेहरूले लाने भनेको हेर्नै प्रायःले चाहिँ चाउचाउ नै होला साथीहरू त्यही भएर चाउचाउ किन्न भनेर गएको थियौँ वाइ वाइ चाउचाउ अनि दिदीहरूलाई बहिनीहरूलाई बजारतिर एकदम गर्नु भयो क्या लास्टै अझै नि पसिना ओ आएन नि के हजुर मिलेन निस्केर के यस्तो गराएर यस्तो गर्दा त नानी पपन्धवटा हालिदियो भने त्यो के हालिदियो भने त्यही हाम्रो बुढी रहेछ कपडा बसी ओके यति टाढो त हुन्छ के अरे दिल्ली जाँदा नि बोरो बोकेर जाने पहिलो नेपाली मै हो क्या हो जेब्रा बोकेर जान्छन् कस्तो भाइरल पनि छ के नि भाइरल केटी यता साइड आएको छ नि यो त्यही गरिदिनु कि यतापट्टि छ नि त यतापट्टि खाली स्पेस हो त्यहाँबाट अट्छ होला नेपाली इन्डिया जाँदाखेरि यस्तो बोरो बोकेर जाने भगवान् त्यो जेब्रामा अट्दा नि अटेन त फेरि कच्चो नि हुन्छ क्या इन्डिया जाँदाखेरि उ गर्ने हो क्या के अरे के भन्छ पसल गर्न खोलेर लाने नि त यो सोधिनु नि त परे नभए हो त्यो खोलिदिनु न अर्को लोकेस थिएन लगेज एउटा अझै एउटा लगेज त थियो के अरे तलतिर ऊ त्यो सुटकेस नि दो तलतिर थियो मागिनु छेउ छ नि त तर भन्ने नि यहाँ माथितिर अस्ति न उसले सुमनले लगेको थियो के अरे झोलो हजुर गहिरो खाएको अरे अन्त अटाउँथ्यो होला अटाउन त त्यो गाइस हाम्रो चाहिँ सामान राख्दै थियौँ चाउचाउ बोरामा किनकि अब बोरामा नराखेर सकेसम्म अट्यो भने हामी चाहिँ ब्यागमा राख्दैछौँ साथीहरू उसमा अट्न त क्या त्यो ब्यागमा अट्न त अट्थ्यो नि त भरे पहिलोचोटि दिल्ली जाँदैछु मान्छे उहाँ कहाँ उहाँ चन्द्रमामा पुग्छन् हजुर त्यही पनि फेरि पहिलोचोटि त्यो दिल्ली जानलाई पनि यहाँ कहाँ जान लाग्यो जस्तै भयो त्यसै के कहाँ जस्तो के ला म त कहाँ जाँदैछु भरतपुर जाँदा पनि खै दिन दुईजना लिएर जाँदा त्यहीँबाट सिँढीबाट चढ्न पनि छेमा भतिजा चाहिँ सुतिरहेको छन् गाइस
केही भन्न छ छेमा यता आमा सुतिरहनु भएको छ भने यहाँ हाम्रो छेमा हुनुहुन्छ त्यति सबै सिँढी चढेर आउन यहाँ पसिना निस्कियो गाइस बुटलको गर्मी हामी चाहिँ अब ब्यागमा सामान राख्न जाँदैछौँ गाइस ब्यागमा हामीलाई चाहिँ अलिकति लाज लाग्यो कि बोरु बोक्न भनेर भन्दिनँ तर होइन किनकि किन लाज लाग्यो र होइन बोरु बोक्दैन के हुन्छ र मान्छेको इज्जत जाने होइन केही जाने साथीहरू हामी चाहिँ यहाँ हजुर मेरो छोरो उठ्सकेर अहिले मेरो भए त्यसो गराउनु यहाँ अब यसमा अटेका किन बोरु बोक्नु ब्याग लग्यो भने सजिलो हुन्छ भनेर हामी चाहिँ ब्यागमा राख्न जाँदैछौँ हेर्नुहोस् त चाहन्छु झोलामा 5-6 उस पहिलाका झाडान्त झोला हुन्थे त्यसैमा म त खोलेर राख्ने अलिकति पुछिन्छ नि त पानीको एक निद्रासित काम त्यता नडे यहाँ राख्नु मान्छे सक्नु गर्छ ठाकले मात्रै एउटा अटेर यस्तो अब त्यसो गर्नु त होइन ठाक त अड्दैन त्यो नानी बोलेर लाने नि उस हुन्छ नानेर यसरी अट्छ अलिकति अर्को तँ पनि ग्यास छ फरक झोला तर खोलेर लाग्नु भयो त अन्त थिएन एउटालाई खोलेर लैजाऊ कि एउटा कार्टुनलाई खोलेर नै यही गर्न आउँछ ए अड्छ धक्रे खोल्ने नि त भाउजू सुत्न हो र छिन्छन् खोलेर लाँदा र भाउजू सुत्न हो र बाहिरको यो मिनी झोला पनि थियो है ए हो र ए ल तिनी अड्छन् के गर्ने कुचिन्छन् भनेर कुचेर कि नै त्यो त हो नि त एक खोलामा दिनुहोस् एक कार्टुन खोल ए उस अब यो मैले त्यही भएर त आँगन कार्टुन नलगा खोलेर लगाऊ त भने त्यो गरी खोलेर लानु हुन्छ छैन यसको त कति किन लानु पर्ला त चाहिन्छ मान्छे कति बोक्न पर्ला बाटामा टाम्रा तार्न पर्ला खोलेर लाने सबै खोलेर लाने नि त्यस्तो किनेर यत्रो झोला आउनु त सबै कार्टुनमा एउटा खोलिदिनु किनकि यस्तो लैजान्छ यो खोलेर लैजान्छ एउटा खोलेर लैजान्छ किन न खोलिदिनु उताबाट आउँछ सामान हालेर लागेर सामान हालेर लागेर यहाँ यतातिर जान्छ कि दिनु कहीँ किन चल किन चुट्टा बोकेर जान्छ हो नि त बेकार त्यो जाने यसरी चल्ने जाति भयो यता साइडतिर नि राखिदिनु म छोड्छु के
कतिको बिदाई हो अरे अझै उ गरेर कतिको आफै डल्ने रन्द ठिक्क भयो अन्त भाउजू त्यो बोरामा बन्दा त यो सुनाउ क्या झोला पर्दा लाउरेको झोला के को गेडो यो त काठमाडौँको पुस्तकालय त मिठो हुन्छ गरे साथीहरू केही दिनको लागि मैले चाहिँ अहिले के अरे माथि बसघाट जाँदैछौँ साथीहरू हाम्रो गाडी कति 4 बजेको 6 भन्दै हुनुहुन्थ्यो तर यहाँ पाउने 50 भइसक्यो 50 भइसक्यो भन्दैछ अत्ताइराख्नु भएको छ ढिला भइसक्यो साथीहरू के गरिन्छ अब त्यस्तै हो यताउति निस्किने बेलामा अब टाइममै निस्किन्न त भन्यो यताउता गर्दा यस्तै ढिला हुन्छ साथीहरू केही अब हजुरहरूलाई देखाउने छु म इन्डिया पुगेपछि फर्स्ट टाइम जाँदैछु साथीहरू गएपछि देखाउने छु त्यहाँ कस्तो छ के छ भन्ने कुराहरू नयाँ ठाउँ होइन फर्स्ट टाइम मेरो अनुभव कस्तो हुनेछ म सेयर गर्नेछु साथीहरू बाई पछि भेटौँला हामी चाहिँ यतिखेर काउन्टरमा छौँ साथीहरू यो चाहिँ गाडी 4 बजे भनेर के अरे हतार गर्दै आयौँ तर यहाँ चाहिँ अझै 4 बजिसक्दा पनि अझै हिँडेको छैन मेरो छोरो चाहिँ हेर न माथि हेरिरहेको छ बिचरा गाडीमा हिँड्दा कहिले गुल्मीदेखि बुटोल आउन नपाउँदै फेरि बुटोलदेखि फेरि दिल्ली के गर्नु साथीहरू समस्या परेपछि हिँड्नु नि पर्यो साथीहरू हामी गाडीमा बसिसकेको छौँ मेरो छोरो उहाँ फुत्रुफुत्रु गरिरहेको छ साथीहरू बहिनीलाई चाहिँ गाडी ल्याएर लाग्छ भनेर अहिलेदेखि नै लुसो परिरहेको छ सानीले चाहिँ बाहिर हेरिरहेको छ साथीहरू फर्स्ट टाइम ट्राभल गर्दैछौँ दिल्लीको होइन कस्तो हुन्छ के हुन्छ नयाँ ठाउँ नयाँ मान्छे अलिकति अन्जान नै छौँ साथीहरू अलिकति नर्भस यतिखेर साथीहरू हामी सुनौली बर्डर काटेर पनि केही अगाडि आइसकेको छौँ सुनौली बर्डरमा पनि चेक हुँदो रहेछ होइन साथीहरू होइन सबै सामानहरू सबै चेक गर्दो रहेछ तर पनि यता आइसकेपछि पनि केही डिटेल्सहरू चाहिँ चेक गर्दो रहेछ कि हामी चाहिँ सबैजना गाडीबाट उत्रेर होइन के अरे आफ्नो हातमा आफ्नो परिचय पत्र वा नागरिकता जे छ त्यो लिएर हामी चाहिँ यतिखेर लाइनमा लागेर अनि फेरि त्यो देखाएर आफ्नो डिटेल्स चेक गराएर पनि बहिनी र म फेरि यता फर्किँदैछौँ गाडीतर्फ लाग्दैछौँ साथीहरू गाडी चाहिँ उता छ लास्टै हो क्या हामी हामी पछाडि पनि छन् साथीहरू दुईजना नै
यतिखेर साथीहरू हामीलाई चाहिँ के अरे बिहानको नास्ता खानको लागि गाडीले यहाँनिर आएर रोकेको छ तर यो ठाउँको नाम गबाट आउँछ होइन साथीहरू तर मलाई थाहा भएन तर है यहाँको नास्ताहरू केही नपाउने के त्यो के भन्छ आलु पराठा रे पराठासँग दही र त्यो दाल जस्तो के दिएको थियो होइन अनि अचार हेर्नु साथीहरू यस्तो नमिठो है त्योभन्दा पराठा त मैले बनाउँथेँ होला होइन मैले अब नमिठोलाई नमिठो भन्न पाएँ होइन मलाई चाहिँ फेरि महँगो के फेरि 250 महँगो खाजा त्यो प्लेटमा कति के छ भन्ने होइन त्यहाँ हेर्न सक्नुहुन्छ 250 भन्दा माइ गड म त हाँसो लाग्यो साथीहरू हात मुख धोएर अनि के अरे नास्ता गरेर हामी चाहिँ फेरि गाडीमा चढिसकेको छौँ साथीहरू यहाँनिर हेर्दाखेरि त सम्म होइन कस्तो नेपालको मधेसकै तराईतिर हिँडे जस्तो फिल भइदिरह भने के साथीहरू तर हामी चाहिँ जानुपर्ने सरोजनगर स्टेसन होइन तर बसले चाहिँ लाजपत नगर लगेर झार्ने भयो साथीहरू अलिकति झ्याउने हुनुभयो क्या दिदीहरूले चाहिँ सरोजनगर आउनु भन्नुभएको थियो तर बसले चाहिँ लाजपत नगर नै रोकिदियो ब्यागहरू भुइँमा छौँ हाम्रो चाहिँ लिन आउँदै हुनुहुन्छ त्यही भएर यहाँ वेट गरेर बसिरहेको छौँ यतिखेर साथीहरू हामी न्यू दिल्लीको के भन्छ लाजपत नगर भन्ने ठाउँमा छौँ अझै पनि के अरे हामीलाई लिन आइपुग्नु भएको छैन सायद अब 10-15 मिनटमा आइसक्नुहुन्छ होला साथीहरू हामी चाहिँ अहिले वेटिङमा छौँ मेरो छोरो चाहिँ पुत्रु गरिरहेको छ यहीँ बसेर छेमासँग खेलिरहेको छ यहाँ उभिएको 10 मिनट भइसक्यो यो अटोहरू आउँदै सोध्दै गरिरहेको छ कि साथीहरू कहाँ जान आए भन्छ अब आफूलाई भने है अब हिन्दी त अलिअलि बोलिन्छ साथीहरू तर के भन्छ के बोल्या जस्तो लाग्ने कि आफैलाई अलिकति अब हिन्दी बोल्ने बानी नपरेर पनि होला होइन बोल्नै के अरे अरूलाई बोलिरहेको छु तर म बुझ्न त बुझ्छु तर बोल्न नि सक्छु तर पनि खै के भएको त्यस्तै छ साथीहरू यहाँ वेटिङमा छौँ यतिखेर चाहिँ हामीलाई लिन आइसक्नु भएको छ हामीलाई चाहिँ लिनको लागि दिदीको सासू आउनु भएको थियो हामी चाहिँ जाँदैछौँ साथीहरू के अरे हाम्रो दिदीहरू बस्ने चाहिँ नारायणा भन्ने ठाउँमा रहेछ त हामी चाहिँ फाइनली गाइज होइन इन्डियामा पुगिसकेर पनि आज चाहिँ पहिलो दिन भनौँ होइन हामी चाहिँ हिजो आइपुगेको आज चाहिँ बिहान हामी छतमा कपडा सुकाउन भनेर निस्केको थियौँ साथीहरू यहाँ त के हो घरहरू पनि कस्तो के पुरै जोइनिङ भएको के मतलब जोइन घरहरू है पुरै घरहरू एक आपसमा टाँसेका गल्लीहरू नि सानो घरै घर केही देखिँदैन त चाहिँ सोनियाले हेरिरहेछ कस्तो लाग्यो दिल्लीका घरहरू यो चाहिँ हाम्रो दिदीहरू चाहिँ यता नारायणा बस्नुहुन्छ यो चाहिँ यता नारायणा भिलेज गाउँ यस्तो रहेको छ साथीहरू यो त यहाँ नि पाइदो रहेछ यो फुल के भयो भविनले छोप्ने अरे डल्लीले छोप्नै नदिएको पनि मेरो छोरो रुन लागिसक्यो यता यो उठाउँदै गएको हिँडेको यो च्यादर चेन्ज गर्ने भनेर ए त्यो भ्याइसक्यो के एउटाको हालत यता यस्तो है और हे अच्छा खोइ म देखेन भेनालाई त यता सुतिरहेको छ बिचरा यो चाहिँ एकदम ज्ञानी
अबिन क्या है तुम्हारा नाम क्या है तुम्हारा नाम हाँ बेना ड्युटी जानु न यता हेर्नुहोस् त मेरो त नराम्रो एडिट गरेर राख्छु के यस्तो सक्कल कपडा नराख्नु यार भइसक्यो जस्तो मोटाएको कसले अरे हिजो शिवलाई तपाईँ त बेसरी मोटो छ है अनि कसले शिव होइन उ गरेर बसेको थिएँ के त यहाँ यस्तो बस्दाखेरि बाबुलाई दुध खुवाउँदाखेरि यो देखेको थियो कि यो भुँडी देखेको थियो यति यति यहाँ तलको भुँडी देखेको थियो भेजेत बसेको थियो के अरे मेरो अनि त्यसपछि विपनासित कुरा गरिरहेको थिएँ के अरे अनि त्यही उताको त उसले के त फुच्चीले हे मेरा दिदी हे भन्दाखेरि यो त बहुत ज्यादा मोटी हे अरे के मलाई त विपना के गर्नु यस्तै छ जिन्दगानी यो दर्पण छाया एउटा यता सुतिरहेको छ एउटाले मोबाइल हेरिरहेको छ बहिनीले साथीहरू हजुर भगायो नि भगाओस् जेसुकै चाहिँ गफ गरिराख्नु भएको छ म चाहिँ यता कुरा सुन्नु साथीहरू अब त मोटी भयो कसरी उठाउने रहेछ भारी उठाएर गएर यसो फाइनली साथीहरू देखिसक्नुभयो हामी चाहिँ डेढ जोस दुखम सुखम होइन दुःखले सुखले अब कसरी हुन्छ हामी चाहिँ दिल्ली आइसकेको छौँ यतिखेर म चाहिँ मेरो दिदीको मा छु साथीहरू के गर्नु निद्रा पनि पुगेको छैन बाबुसँग होइन यत्रो उहाँ नेपालदेखि यहाँ बसमा एकदम गाह्रो हुने रहेछ भन्दै मेरो भिडियो चाहिँ मैले यहीँनिर इन्ड गर्न पुगे साथीहरू अब यहाँको बसाइ कस्तो हुन्छ आगामी दिनहरूमा होइन के कस्तो हुन्छ म अरू भिडियोमा राख्नेछु भन्दै थ्याङ्क्स फर वाचिङ गाइज बाई बाई